यदि देश चलाउने मान्छे व्यापारको डिल गर्न राजनीतिमा छिर्छन् भने भोलि सत्तामा पुगेपछि उसले कसको लागि काम गर्छ, जनताको लागि या त व्यापारीको लागि। आजभन्दा लगभग ठीक 3 वर्ष अगाडिको भिडियोमा ऊ आफैले भनेका छन्, यदि राजनीतिमा कुनै पनि व्यापारीले 1 करोड यदि लगानी गरेको छ भने उसले त्योबाट त 5 करोड उठाउँछ भनेर तपाईले दिमागमा बसाउनुस्। अनि आज खुद ऊ आफै एउटा चाउचाउ उत्पादन गर्ने व्यापारीसँग सहयोग बनेर लगभग 9 करोड पर्ने गाडी लिएर चुनावको घर दैलो कार्यक्रममा हिँडिरहेका छन्। जसरी मिनबहादुर गुरुङको भाटबेटिनीलाई एमालेलाई सहयोग गरेको भनेर आगो लगाइदियो नि, ठीक त्यसरी नै यसको फ्याक्ट्रीलाई पनि आगो लगाइदियो भने के भन्ने। यदि चुनाव अगाडिदेखि नै व्यापारीको लगानी जोगाउन राजनीति प्रयोग हुन्छ भने भोलि कुर्सीमा बसेपछि निर्णय कसको पक्षमा जान्छ, जनताको या त व्यापारीहरूको? हामी वर्षौंदेखि यही त देख्दै आइरहेका छौं। नयाँ अनुहार पुरानो खेल, नयाँ पार्टी पुरानो सिस्टम, नयाँ नारा तर पुरानै स्वार्थ। युवाहरू परिवर्तन खोजिरहेका छन् तर राजनीतिभित्र धन्दा गर्ने संस्कृति झन बलियो हुँदै गएको जस्तो लागिरहेको छ। यही कारणले देशको हालत आज यस्तो भइरहेको छ। फेरि उसको समर्थकहरू के भन्छन् भने तेरो बाउले किनेर दिएको हो र भन्न पनि पछि पर्दैनन्। उसको त 21-22 वर्षको उमेरमै कार चढेर हिँड्ने हैसियत थियो। ऊ त 3 पुस्ते अगाडिदेखि नै धनी थियो। तँलाई के को मतलब भन्छन्। तर यदि पारा यस्तै हो भने त नयाँ र पुरानोमा के फरक? चाहे पुरानो झोले होस् चाहे नयाँ झोले, चाहे पुरानो नेता होस् चाहे नयाँ नेता। किनकि सत्य कुरा जति लुकाउनु खोजे पनि त्यो लुक्दैन। यदि हामी हर्क साम्पाङको 6 लाखको बाइकको स्रोत खोज्छौं भने, प्रचण्डको छोरीले बोकेको ब्यागको स्रोत खोज्छौं भने, रविले करोडौं धरौटी र बालेनले चढेको गाडीको स्रोत किन नखोज्ने? अनि यस्तो पाराले कसरी परिवर्तन हुन्छ? अब निर्णय जनताकै हातमा छ। अनुहार हेरेर भोट दिने जनता बन्ने कि प्रश्न सोध्ने नागरिक? त्यसैले जसको पाए त्यसको अन्धभक्त भएर पछाडि लाग्नुभन्दा पनि चेतना हुन एकदमै जरुरी छ।